दसैँ त आइसक्यो नि, सबैतिर शुभकामनाको पोस्टरहरू मात्र देखिन थालेछ नि। के अब हजुरले पनि त्यस्तै पोस्टर बनाउन चाहनुहुन्छ? कस्तो स्टाइल गर्ने? ट्रेडिसनल कि मोडर्न? क्लिन एन्ड मिनिमल कि म्याक्सिमलिस्ट? कुन रङ मिलाउने, कुन फन्ट राख्ने अनि कुन एलिमेन्टले महोत्सवको माहौल राम्रोसँग दर्शाउने? आजको यो भिडियोमा म तपाईलाई सरल तरिकाले आकर्षक पोस्टर कसरी बनाउने भनेर सिकाउँछु। यो भिडियो तपाईहरुकै लागि हो। कृपया अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। ल सुरु गरौँ है त। आज चाहिँ मैले सुरुमा गरेर न्यू गरेँ, जुन चाहिँ मैले अब 1080x1350 पिक्सल लेखेँ। इन्स्टाग्रामको रेसियो हो, हामीले यो चाहिँ 16 बिट लेख्यौँ, अरू चाहिँ एज इट इज छोडेर चाहिँ क्रिएट गरेँ। भन्दा सुरुमा मैले एसेट्सको प्यानल चाहिँ यहाँ पहिले बनाएर राखेको छु। मैले यो एसेट्सको प्यानल चाहिँ तपाईहरुलाई भिडियोको डिस्क्रिप्सनमा ड्राइभमा हालेर लिंक प्रोभाइड गर्नेछु। ब्याकग्राउन्डको लागि लिएको मैले यो दसैँ टिका भन्ने इमेजलाई चाहिँ ड्र्याग गरेँ। यसरी राखिसकेपछि मैले यसलाई ट्याक्क क्यानभासको साइजमा बनाएँ। क्यानभासको साइजमा बनाइसकेपछि यसको चाहिँ मैले ब्लेन्डिङ मोड चेन्ज गरेर लुमिनिसिटी गरेँ र यसको ओपेसिटी अराउन्ड 20% र यसलाई चाहिँ मैले के गर्छु भने यो हार्ट्स देखिरहेको छ, त्यही भएर यसलाई मैले हल्का ब्लर गरिदिन्छु। अबाउट 4.5% पिक्सल जति गरिदियो। ग्रेडियन्ट वाला लेयर लिन्छु। ग्रेडियन्ट लेयरमा चाहिँ मैले चाहिँ कलरको कोड चाहिँ पहिले नै टिपेर राखेको छु। यसलाई कपी गर्छु र यसलाई लाएर पेस्ट गर्छु एउटा कलर। नेक्स्ट कलरको लागि नि मैले यहाँ अर्को कलर कोड टिपेर राखेको छु। यसलाई लगेर यसरी पेस्ट गर्छु। त्यसपछि मैले यसको ओपेसिटी 100 गरिदिन्छु। अब यसलाई मैले रेडियल गरिदिन्छु। अब चाहिँ के गर्नुपर्छ, मैले ब्लेन्डिङ मोड चेन्ज गरेर मल्टिप्लाई गरिदिन्छु। मैले यसलाई लगेर एड गर्छु पहिला। सबैलाई चाहिँ हल्का साइज ठुलो बनाएँ। यो सेन्टरमा लाइन गराइदिएँ यसलाई। अनि यो भन्दा जस्ट तल चाहिँ मैले एउटा सोलिड कलरको ब्ल्याक कलरको लिन्छु अनि कन्ट्रोल+I गरेर लाइन बोर्ड गराउँछु। ब्रस टुल लिएर म स्याडो क्रिएट गर्छु है। सुरुमा हल्का माथि गरिदिन्छु है। यसलाई स्याडो क्रिएट गर्छु। स्याडो क्रिएटको लागि चाहिँ यो वाला ब्रस लिएँ। ल यस्तो गरेपछि स्याडो पनि बनिसकेको छ है हाम्रो। टेक्स्ट लेख्ने पालो रहेको टेक्स्टलाई चाहिँ मैले यहाँ पहिले कपी गरेर राखिसकेको छु। हजुरहरूले चाहिँ यसलाई चाहिँ मैले AMS फन्ट युज गर्दैछु। सो मैले चाहिँ युनिकोड टु AMS गरेर अनलाइनबाट चाहिँ त्यो कन्भर्ट गरेको हो हैन। हजुरले युनिकोडबाट AMS फन्टमा लान सक्नुहुन्छ र त्यो कपी गरेर अब यसलाई मैले यहाँ जस्ट यसरी पेस्ट गरिदिएँ भने विजया दशमी भनेर आइसकेको छ। यसलाई मैले हल्का ठुलो गराएँ। हल्का ठुलो गरिसकेपछि अब यसलाई पनि मैले सेन्टर अलाइन गरेँ। अब सेन्टर अलाइन गरिसकेपछि सायद यसलाई हल्का तल जानुपर्छ कि जस्तो लाग्यो है मलाई। यहाँ अर्को कलर कोड राखेको छु मैले। यो कलरको टेक्स्ट बनाउँछु है त मैले यसलाई। यसको कलर पनि यो बनाइदिएँ। अब फेरि मैले यसलाई यसरी कपी गर्छु र सानो बनाएर यसरी राख्छु। अब चाहिँ त्यहाँ चाहिँ मैले अर्को टेक्स्ट जुन मैले पहिले कन्भर्ट गरेर राखिसकेको टेक्स्ट हो यस चाहिँ यसरी राखिदिएपछि शुभकामना भनेर आएको छ है। यो कलर चाहिँ हो व्हाइट गरिदिन्छु है। फेरि एउटा कलरको सोलिड कलरको लेयर लिन्छु है। यो कोड छ नि, यो कोडलाई फेरि कपी गरेर यो पेस्ट गरेर यसलाई इन्भर्ट गरिदिन्छु र अब चाहिँ ब्रस टुल लिन्छु। अब चाहिँ मैले सफ्ट राउन्डको यस्तो वाला ब्रस लिएको हल्का तरिकाले यो उसमा मात्र हुने गरेर हल्का तरिकाले यसरी येलो कलर हालिदिन्छ है। फाइनल मेरो भइसकेको छ, लगभग सकिसकेको छ। अब यो स्विङ भन्ने वाला चाहिँ यसलाई चाहिँ मैले यसरी ल्याएँ। यसलाई चाहिँ म यहाँनिर राखेँ। मैले यसलाई फेरि माथि सार्नुपर्ने भयो। हल्का माथि सार्छु मैले। सानो गर्थेँ के गर्छु भने यहाँ डबल क्लिक गर्छु है। डबल क्लिक गरिसकेपछि चाहिँ कलर ओभरलेमा गएर मैले त्यो अघि नै पेस्ट गरेको कलर राखिदिन्छु। यसको यहाँ तलतिर देखिरहेको छ नि त। अब यसलाई हटाउनको लागि चाहिँ मैले मास्किङ गर्छु। यो ब्रस सानो बनाउँछु हल्का यसरी। कालो कलर लिएर एक्स गऱ्यो भने चाहिँ कलर स्विच हुन्छ है। कालो कलर लिएर यसरी यसो गरेर यो चाहिँ मेटाइदिन्छु है त मैले। ल अब चाहिँ ब्लेन्ड भएको जस्तो देखिएको छ फाइनल्ली। यसलाई पनि मैले सेन्टर अलाइन गरिदिन्छु। अब फाइनल्ली म आफ्नो लोगो चाहिँ यसरी लगेर यहाँ माथि यसरी पेस्ट गर्छु। हल्का सानो बनाउँछु यसलाई पनि सिफ्ट थिचेर सट्ट माथि लैजान्छु। यति गरिसकेपछि लगभग भइसकेको छ। सायद यसलाई मैले अझै कम गर्नुपर्ने हुन्छ जस्तो लाग्यो। यसलाई मैले 80% गरिदिन्छु। अझै कम गर्छु मैले 70% जति गरिदिन्छु है। एकदम प्लेन मिनिमल, धेरै मेहनत नगरिकन बनाएको पोस्टर हो। चाहिँ अब यसलाई चाहिँ म के गर्छु भने Ctrl+Shift+Alt+E थिचेर तलतिरको सबै लेयरहरूलाई मर्ज गरिदिन्छु र स्मार्ट अब्जेक्टमा कन्भर्ट गरेर यसमा थोरै फिल्टर एप्लाई गरिदिन्छु है त। क्यामेरा हल्का कन्ट्रास्ट बढाइदिन्छु अनि हाइलाइट्स पनि मैले क्ल्यारिटी चाहिँ बढाएँ। टेक्सचर पनि मैले बढाइदिएँ। शार्पनिङ पनि हल्का बढाइदिएँ। त्यो वाइट्स हल्का बढाउनु पर्ने हुन्छ। स्याडो हल्का कम। पोस्टर चाहिँ रेडी भइसकेको छ। हजुरहरू देख्न सक्नुहुन्छ बिफोर आफ्टर।
पोस्टर चाहिँ कम्प्लिट भइसकेको छ।